आज भने चाहिँ अब छुट्टीको समय अब अलिकति टाढो जानुपर्ने अवस्था छ अनि अब मेरो माइत जानु छ। त्यहाँ चाहिँ मेरो भाइले चाहिँ उसको घरको पछाडि चाहिँ पुरै इँटासिटा लगाएर चाहिँ त्यहाँ फायर पिटहरू बनाउने, मान्छे बस्ने ठाउँ बनाउने भन्ने कुरो आयो है। अनि त्यहाँ एक दुईवटा मेरो चाहिँ टेम्पर पनि छ मसँग, तुर्मुस, अनि त्यो लगेर जानुपर्ने छ। अनि उसको चाहिँ त्यो बनाउनु पर्ने अरे। अब थोरै हेल्प पनि गर्नु पर्यो। मेरो अलिकति यो टाइममा यो ब्रेक पनि हो, हाम्रो स्प्रिङ ब्रेक छुट्टी छ त्यो पनि हो। अनि यहाँ मम्सको आज सुई लाउने दिन पनि हो। धेरै छन् त पोकाहरू जाने। यो के को पोका हो? यो चाहिँ कोसेली, माइतलाई कोसेली, यो माइतलाई कोसेली है। यो अब हाम्रोबाट बुहारी नानीले चाहिँ अब यो रेडी गरिदिएको छ। समस्या छ यहाँनिर मान्छेहरूको। अब मैले यो पनि यहाँ लगाइदेऊ त लु आएर। यो अट्छ नि होइन? ल अब म चाहिँ लागेँ यताबाट है। अब म चाहिँ त्यस्तो लङ टाइम चाहिँ बस्दिनँ है, फर्किहाल्छु। केटाहरूलाई कामहरू लगाऊ है। अब तिनीहरूको रुमसुम क्लिनअप गर्नेको टाइम लगाऊ। गराज खोलौँ। ल अब पानी पनि परिरहेछ। बाहिरको मौसम चाहिँ त्यति राम्रो छैन, तर पनि अब मौसम ब्याड भए पनि हामी चाहिँ जानुपर्ने अवस्था छ है। यहाँनिर अब सट्टासँग हिँड्दैछौँ हामी है। गाडी खोलौँ। ओके, हिसाबमा लगाएर राखौँ। अब हामी भनेको जानुपर्ने अवस्था छ है। यतापट्टि पोखरी पुरै सङ्गले छ। समस्या देखाउँदैछ है। यतापट्टि चाहिँ धेरै नयाँ नयाँ घरहरू बन्दैछ। यतापट्टि अब पनि नयाँ नयाँ लटहरू सुरु भइसकेको छ। अनि अर्को कुरा भनेको चाहिँ अब यो साइडमा चाहिँ पुरानै घरहरू छ, तर पनि जो राम्रै देखिन्छ। यो साइडको चाहिँ नयाँ लट हो। यो पार्क भ्यू समथिङ के भन्नेले बनाउँदैछ। राम्रो पोखरी छ, सानो सानो। यो चाहिँ अब ल अहिले चाहिँ घर आइपुग्यो, आमाको घर, बाउ घर आइपुग्यो। भाइ कान्छो पनि यहाँ बस्छ। अब म चाहिँ अब कान्छोले के गर्दैछ भनेर चाहिँ मलाई भनिसक्यो, त्यही भएर यहाँ आएको छु। केही सामानहरू ल्याएको छु। यस्तो तपाईँको त्यो माटोमा दबाउने हुन्छ नि, त्यसलाई के भन्छौँ हामी? ट्याम्पर भन्छौँ। त्यसलाई चाहिँ अर्को भनेको तपाईँको धुर्मुस है। हामी चाहिँ नेपालीमा धुर्मुस भन्छौँ होला प्रायः पनि सबैजनाले। त्यो लिएर आएको छु। अनि दालहरू अलिअलि सानो सानो डिफ्रेन्ट टाइप्सको दालहरू पनि छ, धेरै प्रकारको। अनि त्यहाँ चाहिँ बुहारीले आमालाई पठाइदिएको। अब पहिला चाहिँ म त्यहाँनिर उसले चाहिँ कुखुराको खोर पनि बनाएको छ, के पनि बनाएको छ है। अनि कुखुराको खोर तपाईँको, अनि पहिला चाहिँ त्यो के अरे लानुहोस्, यही हो धुर्मुस चाहिँ। यस्तो छ धुर्मुस है, यस्तो। माइ गॉड। कहाँ गयो मिस्त्री चाहिँ? ए मिस्त्री लुगा धुनु गयो? यहीँ कोसेली दालहरू बुहारीले पठाइदिएको। के पठाएछ है?
यो धनियाँको धुलो करिएन्डर चाहिने कुरा रहेछ चाना दाल मनपर्छ नि चाना दाल होइन अरू के त्यति मात्रै रहेछ ल अब यो यस्तो ल्याइदिएको यो ड्याम हिर्काउने यहीँ यसलाई चाहिँ माटोसित बनाएर ड्याम गर्ने हो क्या अब जाने होला नि त अब कताबाट जानु उताबाट घुमेर चप्पल यहाँ छ हामी चाहिँ के बनाएको छ अरे अब हेर्नु जाने हो कोही बिराललाई ल अब फेरि कस्तो त्यो त समस्या भइगयो नि त्यो पाराले त अनि यो होइन ठिक गरेछ गर्नु चाहिँ ठिक गरेछ है यो मलाई चाहिँ मन पऱ्यो है कता हौ यस्तै लाउँछ अरे यही लाउने अरे यहाँबाट लाउने नि त उता लगाएर ल्याउनुपर्छ त होला अनि यो पनि यति मात्रै ल्याइसकेको कि अरू पनि ल्याउनु बाँकी यहाँ चाहिँ त्यो पाप्रो कहाँ लग्यो त नि होइन नि ऊ यस्तो खाली छ नि खाली यस्तो खालीतिर लगाउनु खालीतिर कोही लगेर उता कोही उभिएर पल्लोपट्टि लगेर बाँधेर दुई गाडी यहाँको अन्त माटो टट्याएर ऊ बारीमा लगाइदिएको सबै यस्तो ढुङ्गा राखेर सर्दैन नि यो त के को गिटी लाउनु पर्छ नि किन पर्दैन कहाँ सर्छ हौ यो बाटो छाला पिल्छाएर त मोराले त छाला थुबारेर त डङ्गुर अन्त कुट्ने फ्याङ्ने त भएर मै त रहेछ नि नाइकन बसिरहेको थियो कि हेर्नु जानु पऱ्यो भने यहाँदेखि थुप्रो त्यसले कहिले फ्याँक्ने पानी आउन आँट्यो त्यसले भोलि पनि नफ्याँक्ने त्यो त खासै गरी मिलाएर त्यो यसो के हो त्यो के अरे त्यो के भन्छ हौ कार्पेट जस्तो निकाल्नुपर्छ होइन अनि लगाएर चाहिँ ठाउँमा राख्ने हो नि कुन ठाउँमा बिछाउने निकालेको छ ऊ लगाएको छ उतातिर सबै टालेको अब कहाँ टाल्नु उतातिर ला त्यसै लडाइदिएको टालिदिएको कोही उकालो चिसो हुँदो रहेछ क्या कि सिजी भयो अनि तातो हुनुपर्छ त यहाँनिर हेर्नु यो ढुकुर यहाँ बसेर हेर्दैछ है टोपी कमाउ यहाँ चाहिँ होइन कुखुरा पालेको छ यसले खोर बनाएर के बनाएको छ देखाउँछु है म ल यो त्यो चाहिँ किन दियो दैलो किन अहिले होस् न चिसो भयो कुखुरालाई यो चाहिँ कोठा वारपारै बनाएको भए पो कुखुरा वरपर जान्थ्यो होइन कतिवटा छ त्यहाँ अब 5 सबै लुकेर तल बस्छ कि सबै तल जान्थ्यो यहाँ त पानी दिने ठाउँ पो त हो यो त पानी दिने ठाउँ पो त पानी दिने होइन चारो दिने माइत हुँदो देखेन ए यहाँ चाहिँ पानी हो यो चारो खाने ठाउँ यो राम्रो रहेछ अनि यो चाहिँ पानी पिउने यसले पिउँछ अनि उता खोर पनि अलिक त्यस्तो खालको मात्रै त अन्डा पार्दैन त अनि ठिक छ सबै रातो रहेछ नि माथि चाहिँ अब यिनीहरूको एलाउ छैन अहिले जाडो त त्यति साह्रो छैन कि त्यतिर हावा चाहिँ बस्ने ठाउँ रहेछ यहाँ चाहिँ नि यस्तो भुके ल्याएर सबै लाउनुपर्छ भुके ल्याएर रनलप ल्याएर काटेर ठोक्नुपर्छ थियो नि भुकिया कत्रो लुडाइ थियो नि बक्स गादी कुन्टै तासेले फ्याक माइलालाई दिएर पठाइहाल्यो भुके ल्याउनुपर्छ अब यसको लागि चाहिँ यहाँबाट चाहिँ एउटा चढ्ने सिँढी पाउनुपर्छ यहाँ मुनिबाट साह्रो जाडो भयो कि बारिदिउँ कि भनेको हुँदैन जाडो के छ त्यस्तो साह्रो जाडो मैले चाहिँ नि यो ढोका खोल्नु यहाँको यो कतार खोलेर यहाँ यसरी बार्नु यहाँको दैलो बनाउनु यहाँ होइन हो चाहिँ खोलिदिनु माथि चाहिँ पर्दैन होइन माथि चाहिँ पर्दैन यो चाहिँ खोल्नु सबै खुनेर फ्याँकेको र मैले अलिअलि गिटी छानिदिएको यो चाहिँ कम्पोस्ट मल बनाएको अब यो इस्कुसको यो भर्याङ पनि यो खामा अलिक दबिएछ कि हो अलिक हुँदो भएर यस्तो प्याज त रहेछ त अझै पनि कहाँ के हो त्यो
यत्रो कलाको अब चाहिँ कतै यहाँ नै हिजो मैले माटो छापिदिएको किन? ट्यारा किन नि आधी त यहाँ त मलाई मात्रै माटो त कहाँ गयो के गर्यो मलाई मात्रै ल यहाँ चाहिँ यो प्याजहरू त नि भित्र ठुल्ठुलो छ होला त अनि घाँस खाने खालको लाग्छ हो र भित्र हुँदैन दाना ए त्यहाँ चाहिँ छ है त्यहाँ चाहिँ निकै ठुल्ठुलो भइसकेछ त्यो तलको लसुन रोपेको लसुन हो त्यो चाहिँ यो यहाँ डोप्ला इस्कुसहरू हुन्थ्यो यो डोप्ला र यो सानो डोप्ला चाहिँ प्याज रोपेको छु मैले अस्ति त्यो खाने खालको कि त्यो फल्ने खालको फल्ने चाहिँ यो दाना प्याज। त्यहाँदेखि तोरी छाडिदिएको त खै जाडोले गर्दा त पातलो उम्रेछ यो छँदै छैन नि यो के हो यो विरक्त लाग्दो रहेछ नि यतापट्टि एउटा अँ। यतापट्टि एउटा उतापट्टि दुईवटा राख्नु एउटा त्यता त ठुलो छवटा खिड्की एउटा मात्रै राख्नु किनभने यता मान्छे पाए बेसी हुन्छ नि एउटा हुन्छ यता चाहिँ बरु दुईवटा राख्यो भने अन्त एउटा यता राख्दा सुहाउँदैन होला नि कि बिचमा राख्नु बिचमा राख्नुपर्छ नि यो त बिहेर एउटा राख्दा भइहाल्छ नि किनभने घर नजिकमा छ नि त यताबाट अनि यता एउटा एउटा राख्दा भयो ठुलो ठुलो राख्नु यता चाहिँ होइन यता पनि एउटा राख्नु यता पनि एउटा राख्नु यहाँ चाहिँ पुरै पानीले चाहिँ ध्वस्त गरेको अवस्था छ है तपाईँहरूलाई म देखाउँछु है त ल अहिलेको हायोको चाहिँ अवस्था के छ त यदि बाक्लो पानी परेको छ नि लगभग यो हप्ताभरि नै पानी छ पानी चाहिँ एकदम मुसलधारे भन्छ नि मुसलधारे पानी वर्षा भइरहेको छ यो चाहिँ ओहायोमा प्राय ठाउँमा पानी परेकै हुनुपर्छ यो समय यो अब भाइले चाहिँ कुखुराको खोरहरू बनाएछ अनि उसको त्यहाँ अलिकति पछाडि चाहिँ यसो फायर प्लेसहरू बनाउने है अनि बिचमा अलिकति त्यो चौरमा चाहिँ उसको ब्याकयार्डमा चाहिँ मान्छेहरू बसेर यसो ह्याङआउट गर्ने ठाउँ पनि बनाउने अरे अनि त्यसलाई चाहिँ खनेर चडक्कसँग अब चाहिँ त्यो स्लेटहरू ल्याएर चाहिँ है राखेर चडक्क बनाउने भन्ने उसको प्लान थियो अनि त्यही भएर कस्तो बनाएछ केटाले भनेर चाहिँ हेर्न गइयो अब राम्रै गर्दो रहेछ केटाले अनि अब यो पानीको समयले पनि मौसमले गर्दा पनि त्यसले कन्टिन्यू गर्न सकेन र अब पानी उब्रिए पछाडि गर्छु भन्दै थियो र अर्को कुरा चाहिँ विशेष चाहिँ कुखुराको खोर हेरियो कुखुराको खोर चाहिँ दामी बनाएछ केटाले अन्डाहरू पनि पार्दैछ फुल पार्ने खालको कुखुरा ल्याएको छ त्यसलाई के भन्छ बोइलर पनि होइन होला त्यो अन्डा पार्ने लेस पोथी ल्याएको छ 6-7वटा अनि अन्डा पार्ने त्यही पारिरहेको छ अनि के पारिसक्यो भन्ने कुरो सुनियो त्यो राम्रो काम गरे केटाले त्यही भएर चाहिँ अब केही समय पछाडि फेरि हेर्न गइन्छ कस्तो बनाउँछ केटाले अनि धेरै प्रगति गर्दैछ केटाले खुसी लाग्छ